तो हे गाइस, वेलकम बैक टू माय चैनल। आई होप आप लोग सब बढ़िया होंगे, फिट एंड फाइन होंगे। और आज हम फिट एंड फाइन ही है क्योंकि आज हमारे घर में शाम के वक्त 6 बजे आया है छोटा बेबी को किंग कोबरा। सो आप इसके पीछे जो निशान है ना, उसी की उससे आप ना उसको पहचान सकते हैं। मेरी भाभी ने फिर रेस्क्यू करने वाले, जो सांप पकड़ने वाले जो लोग होते हैं, उनको बुलाया। और ये है सागर मस के दाई, एंड इन्होंने हम लोगों को हेल्प करी स्नेक पकड़ने में, रेस्क्यू करने में। एंड ये टिकटॉकर भी हैं और यूट्यूबर भी हैं। यो हाल्नलाई चाहिँ बट्टा रेडी गर्नु ल, पिर्को भएको त्यो चक्लेटहरूको बट्टा हुन्छ यही के एउटा केक खोलेर बनाएर चाहियो नि त, त्यो हाल्नुहुन्छ नि त। ल्याउनु न। ठाडो गरिदिइराख्नु भएको छ नि अघिदेखि। बेबी कोब्रा हजुर हुन्छ नि यसमा दाइ। हुन्छ खै यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। गोमन सर्पलाई चाहिँ यसरी चिनिन्छ है। राम्रोसँग चिन्नु होला साथीहरू। ल लिनु त ल, बट्टा ल्याउनु भयो। पिर्को खोल्नु, पिर्को खोल्नु भयो। पिर्को खोलेर राख्नु भयो ल, नडराउनु है, के हुन्न। धेरै ठुलो त हैन, यो बच्चा हो। बच्चा बच्चा बेबी बच्चा पनि पहिला भाग्नु मात्रै खोजिरहेको छ। भागमा त खोज्नै पर्ने। लाइट चाहिँ अलिक मजाले देखाइयो। यो लाइट बाल्नु योभन्दा ठुलो छैन होला है। योभन्दा ठुलो त लाइट त छैन, यही हो। होइन, बट्टा बट्टा खै कस्तो महँगो। जिरा पिसेको बट्टा खोले बस्नु पर्छ। ठुलो छ कतै राख्नु। खै बिर्को यसको यो दुलो पार्ने ल्याउनु ल एउटा। ल यसलाई चाहिँ हामीले यहाँ हालिसक्यौँ है साथीहरू। यस्तो हो, यसलाई चाहिँ अब त्यही हो, यो धेरै नै विषालु हुन्छ। जति विषालु सर्पहरू छ त्यति नै हामीलाई चाहिँ राम्रो हुन्छ है। यो घरमा निस्किनु राम्रो कुरो हो। त्यही हो, सर्प देख्ने बित्तिकै सबैजनाले मारिदिनुहुन्छ। सर्प चाहिँ सर्पले चाहिँ मान्छेलाई खेदाइ मार्छ भनेर चाहिँ उहाँहरूले चाहिँ मारिदिइहाल्नुहुन्छ सर्पलाई। तर सर्पले चाहिँ यसलाई असर नपुगिन्जेलसम्म सर्पले पनि हामीलाई असर पुर्याउँदैन है। त्यही हो, सर्पलाई चाहिँ मार्नु हुँदैन। सर्पले वातावरण जोगाउँछ, इकोसिस्टमलाई ब्यालेन्स गर्छ। सूर्यबाट आउने विकिरणलाई चाहिँ सर्पले खान्छ। अनि यही विषालु सर्पले टोकिसके पछाडि तपाईँ हामी हस्पिटल गएपछि यसकै विषबाट बनाएको औषधि हामीलाई हालेपछि त हाम्रो ज्यान बच्छ। अनि क्यान्सर जस्तो रोगको उपचारको औषधि पनि सर्पको विषबाट बनेको हुन्छ। ल खाइदिनु त।
यसलाई चाहिँ यो सास फेर्नुको लागि के हो यो त तुलो हुँदैन त अलिक तिखो के छ हुन चाहिँ यो अब सास नफेरि 2-3 घन्टासम्म बस्न सक्छ र पनि एउटा सास फेर्ने चिज हो किन यसलाई चाहिँ दुःख दिनु भनेर काटी छैन काटी काटी त यहाँ छैन नि घर पछाडिको होला नि काटी यहाँ चाहिँ त छैन काटी नि यही चक्कु अलिकति गरम गरिदिएको भए नि हुन्थ्यो उयो के अरे ग्यास छ होइन ग्यासमा तताएर ल्याउँदा थोरै अलिक धेरै दुलो पार्नु एक चीज दिखाना चाहती है इसमें ना सांप है भाई ओए भाई यहाँ देखो वो दिखा केमा हाल्नुहुन्छ तपाईले